डिसिप्लिन आफ्नो क्रिकेटलाई लिएर आफ्नो क्रिकेटलाई लिएर आफ्नो टाइमिङलाई लिएर मलाई 3 बजे एकेडमी पुग्नु छ भने 3 बजेभन्दा 3 बजेर 1 मिनट हुनु भएन, 2:55 मा पुग्नु पर्यो। त्यो एउटा डिसिप्लिन हो। मलाई 10 बजे सुत्नु छ भने 10 बजेर 1 मिनट हुनु भएन, 10 बजे सुतिसक्नुपर्छ। त्यो डिसिप्लिन हो। के खानु छ, कतिको खानु छ, त्यो डिसिप्लिन हो, हुन्छ नि। अनि आफ्नो सामानहरूको रेस्पेक्ट गर्नु, प्याड भयो, ब्याटिङ त्यो ब्याट भयो, सब आफ्नो गियरको रेस्पेक्ट गर्नु, त्यो पनि एउटा पार्ट अफ डिसिप्लिन हो। सो यो सब कुराले लङ टर्ममा धेरै नै म्याटर गर्छ जस्तो लाग्छ मलाई पनि त केही भन्न मन थियो क्या हजुरलाई। अब जसरी कि क्रिकेट मेरो जर्नी जसरी स्टार्ट भयो, अब मैले धेरै ठाउँमा भनेको छु इन्टरभ्यूमा चाहिँ अब कसरी स्टार्ट भयो जर्नी। धेरैजनालाई थाहा नहोला यो कुरा, इपिएल मैले कसरी खेलेँ र त्यहाँबाट कसरी स्टार्ट भयो त्यो थाहा नहोला। सो त्यही नै हजुरलाई थाहा छ। जसरी नेटिङ हुन्थ्यो हाम्रो एनसिएसमा, हामीले प्र्याक्टिस गर्थ्यौँ र तपाईँहरू पनि त्यही क्याम्प लागेको थियो एनपिएलको इपिएलको सरी पञ्चकन्याको। तपाईँहरू 2016 हो क्या? 2016 मा हजुरहरू आउनु थियो प्र्याक्टिस गर्न, त्यहाँबाट नै हजुरले मलाई हेर्नुभयो खेलेको। मैले भनेको एक्चुअली त्यसमा आरिफको धेरै ठुलो हात छ। उसले हामीलाई किपर ब्याट्सम्यान खोजिरहेको थियो हामीले, होइन मेरै भाइ छ दाइ एकचोटि ट्राई गरौँ न भनेको थियो। मलाई याद छ कि तिमीलाई त्यो किपिङ र ब्याटिङ गरेको हेरेको त्यहाँ बेलामा, अनि त्यो एकदम मेमोरेबल। आई थिङ्क त्यसबाट त्यो नै हो त। अलि टाइम लाग्यो बुझ्नमा दाइ कि जबसम्म क्रिकेट खेलिन्छ यो त्यो क्रिटिसिजम त्यो ठाउँमा रहिरहन्छ, त्यो कोही पनि त्यसलाई अभोइड गर्न सक्छ। त्यो त पार्ट अफ गेम नै हो होइन। यो चाहिँ अर्ली एजमा नै सिक्यौ तिमीले? कतिखेर तिमीलाई यो रियलाइजेसन भयो? मलाई अलिकति ढिलो भयो दाइ। मलाई एफेक्ट गर्थ्यो, फ्री गर्थ्यो कि हजुरले जुन भन्नुभयो नि। अनि गएर आफूलाई भए हुन्छ नभए जस्तो नभए हुन्छ त्यस्तो खालको माइन्डसेट भयो क्या। एकदम फ्री भयो त्यो विनिङमा, फ्री भएर खेलेँ। त्यही त, त्यो त अब टिमको लागि पनि एकदम, हाम्रो लागि पनि जित्नको लागि पनि एकदम इम्पोर्टेन्ट इनिङ्स भयो होइन। प्लस त्यो बेलामा जस तिमीलाई नेटमै हेर्दाखेरि अरूभन्दा डिफ्रेन्ट चाहिँ के लागेको थियो भने त्यो तिमीले जति टाइम पाइरहेको थियो खेल्नलाई, त्यो चाहिँ देख्दाखेरि चाहिँ धेरै पछि मैले कोही नेपाली यङ प्लेयरमा त्यस्तो देखेको थिएँ कि डिफ्रेन्स। तर त्योसँगै अब अहिलेसम्मको जर्नीमा होइन तिम्रो अब कति बेला यस्तो हुन्छ कि एकजनाले उसले राम्रो जोनमा छ, उसको बलहरू उसले राम्रो बलहरू चुज गरिरहेको छ, बााउन्ड्री आइरहेको छ। अनि कति बेला हुन्छ कि म्याच गर्न खोज्छौँ हामी त्यसलाई, म पनि त्यसरी नै सर्ट हिर्काउँछु, म पनि अब बााउन्ड्री ट्राई गर्छु। सो हाम्रो केसमा चाहिँ त्यस्तो छैन। यदि म राम्रो जोनमा छु भने अब कुशलले मलाई बढी सकेसम्म बढी स्ट्राइक दिन्छ, एकछिन होल्ड गर्छ, र कुशल राम्रो जोनमा छ भने म एकछिन होल्ड गर्छु, आफूलाई उसलाई सकेसम्म बढी स्ट्राइक दिन्छु, वेट गर्छु कि अब बााउन्ड्री बल आओस् र म फेरि आफ्नो बााउन्ड्री बलहरू खोजौँ। सो कम्बिनेसन चाहिँ एकदम राम्रो छ हाम्रो अहिलेसम्मको लागि। अन्डरस्ट्यान्ड राख्थ्यो होला नि त। डिरेक्टली मलाई कहिले पनि भन्नु हुन्थेन, वहीँ जबरदाई हुन्छ नि। तिमीहरूको एक्चुअली एज डिफरेन्स कति हो? 5 इयर्सको है। ओके। अनि बच्चैदेखि उहाँ एकदम स्ट्रिक्ट हुनुहुन्थ्यो, अब त्यही भएर त्यति क्लोजमा जानु पनि सकिनँ उहाँको। एउटा गार्जियन जस्तै सुरुदेखि नै। अफकोर्स तिमीलाई इन्सपिरेसन त भयो होला आरिफबाट, किनकि तिमीले फर्स्ट टाइम डेब्यू गरेको 2020 पछि हो होइन नेसनल टिममा। 5 इयर्स 6 इयर्स त अलरेडी आरिफले खेलिसकेको थियो नि त। सो त्यसले गर्दा पनि तिमीलाई मोटिभेसन त पक्कै भयो? एकदम भाइ, मैले धेरै ठाउँमा भनेको पनि छु कि म क्रिकेट नै खेलेको उहाँले गर्दा हो। उहाँले नखेलेको भए सायद मलाई थाहा पनि हुँदैन क्रिकेट के हो, कसरी खेलिन्छ। सो उहाँले खेलेको देखेर म पनि खेल्थेँ, म पनि उहाँसँगै जान्थेँ खेल्न लिएर। चिया पनि सेलाउला खासमा यो त क्रिकेट ग्राउन्ड भन्दा सो भन्दा पनि चिया गफ एन्ड होइन त्यसरी केही राख्नु पर्ने नाम चेन्ज गरेर। यो चियाकै कुरा गर्दाखेरि अब भनौँ न यो कुरा नि निस्किहाल्यो। अब सुन्छु क्या म, अब अस्ति लास्ट टाइम पनि आएको थियो केही प्लेयर्सहरू, नाम त नलियो फेरि होइन, बेकारमा भाइरल होला। अब चिया खाएर नै $1000 $500 सकाउने विदेशमा जाँदाखेरि यो कस्तो खालको एडिक्सन हो जस्तो लागेको थियो क्या मलाई। त्यस्तो एकदम चिया लभरहरू को हुनुहुन्छ टिममा? छौँ हामी 3-4 जना छौँ। 3-4 जना मिलेर हामीले धेरै ठुल्ठुलो काण्ड पनि गरेछौँ चियासँग रिलेटेड। सो जहाँ पनि जाने बित्तिकै हामीले पहिला एउटा स्टल खोज्छौँ, कहाँ हाम्रो रेगुलर हामीले चिया खाना। विदेशमा स्टल पनि हुन्छ, चिया स्टल पाउँछ मजाले। हामी एकचोटि एक्सप्लोर गर्न हिँड्छौँ। अब तिमीले 90-100 त हानि नै रहेछौ होइन, अलिकति 200 ट्राई गर न जस्तो लाग्छ कि मलाई। हजुरले भनेको याद छ। अलिकति स्ट्यान्डर्ड बढ्नु पनि पऱ्यो, त्यो पनि हजुरले ठिक भन्नुभएको थियो। एपिएफमा पनि त हामी खेल्यौँ नि, 4-5 वर्ष खेल्यौँ होइन, फन टाइम्स थियो। अहिले पनि त तिमी एपिएफसँगै त छौ नि होइन? अहिले अब रोहित पनि त्यहीँ छ होइन, तिमीहरूको त्यो टिममा पनि आई थिङ्क नेसनल टिमको 4-5 जना त छ। हजुर 5-6 जना छौँ हामी एपिएफ। सो कोभिडको त्यही पोइन्टमा भन्दाखेरि त्यो आई थिङ्क त्यो ब्लेसिङ इन डिस्गाइज भयो होइन?
हजुर एकदम तिम्रो ब्याचको स्पेसली प्लेयर्सहरू के तिमीसँग खेलेको अन्डर 19 को टिमकै लगभग 60-70% त त्यही प्लेयर्स देखिन्छ एकदम एकदम हजुर त्यो इभन यहाँ हेर्दाखेरि जस्तो दिपेन्द्रहरू यो भनौँ न कुशल भुर्तेल तिम्रो ओपनिङ पार्टनर उनीहरू पनि धेरै दिनभरि यहीँ कीर्तिपुरमा प्र्याक्टिस गरे होइन एकदम एकदम सो एकदम रेडी प्रडक्ट भएर निस्क्यो है तिमीहरू 21 मा आउँदाखेरि एकदम कस्तो खालको अहिले ब्याच छ नि हाम्रो जुन नेसनल टिम छ कि कस्तो रमाइलो हुने के कोहीसँग जसलाई जे पनि भन्दिनँ कि तिमीहरूको एज पनि एउटै छ नि त एउटै छ कसैलाई जे गाली गरिदिने केही फरक पर्दैन कसैले के सिनियर